सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग भवेत। एकदम सबैजनालाई एकदम धेरै 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 धन्यवाद दिन चाहन्छु। मेरो देश र मेरो देशको झण्डा प्राणभन्दा आफूभन्दा पनि प्यारो छ। जननी जन्मभूमि स्वर्गदपि गरिएछि। जन्मिएको देश र जन्म दिने आमा संसारकै सबैभन्दा प्यारो हुन्छ। संसारको सबैभन्दा माथि जन्मिन पाउनु, यस्तो पवित्र धरतीमा जन्मिन पाउनु, मान्छे भएर जन्मिन पाउनु एकदमै खुसीको कुरा हो। अब हाम्रो देश भनेको संसारको सबभन्दा माथिको देश, संसारमा सबभन्दा धेरै जडीबुटी भेराइटी भएको देश, संसारमा सबभन्दा भनौँ न हैन पुरानो इतिहास भएको देश, संसारको पहिलो किताब लेखिएको देश, संसारको पहिलो हैन मनुस्मृति, संसारको पहिलो संविधान लेखेको देश, कपिल मुनिले लेखेको देश। संसारमा कुनै पनि कुराको एबीसीडी 1 2 3 4 देखि लिएर सबै कुराको सुरुवात भएको कुनै देश छ भने त्यो देश भनेको हाम्रो नेपाल देश, हाम्रो देवभूमि, हाम्रो तपोभूमि, हाम्रो सत्यभूमि, शान्तिभूमि, कर्ममोक्ष भूमि हो। खास अहिले हाम्रो काठमाडौँमा चाहिँ राष्ट्रिय भेलाहरू र जुन अहिले जेनजीको के भइरहेछ भन्दाखेरि चाहिँ हामीले अहिले यो सबैलाई जोडेर चाहिँ एउटा कमिटीहरू गठन गरिरहेछौँ। अहिले हाम्रो प्रदेश कमिटी सकेर अहिले जिल्ला कमिटीहरू गठन भइरहेको छ र अब बिस्तारै हामी पालिका कमिटी हरेक पालिका हरेक वडामा चाहिँ हजुरहरू आजदेखि टिम बनाउनु होला। जेनजी नेपाल स्पेसली भर्जन 2.0 को रूपमा हामी अगाडि बढाइरहेको छौँ। हाम्रो मिराज भाइदेखि लिएर, हाम्रो परवेश भाइदेखि लिएर, टिका भाइदेखि लिएर, सुदनजीदेखि लिएर हामी सबैजना सँगै छौँ। कसैले पनि यताउता यो एक ठाउँ भएनन्, यो भयो त्यो भयो त्यो भयो भनेर नसोचिदिनु होला। अब भनौँ न अस्ति जतिखेर अब सरकारले भनौँ न त फसाउने प्रयास गरेर अनेक प्रपञ्च गरिसके पछाडि पनि नसकिसके पछाडि चाहिँ छोड्न बाध्य भएपछि खास त हामीलाई भित्रै राख्ने नै प्लान थियो। यिनीहरूको कुनै पनि हालतमा नछोड्ने प्लान थियो। अब 50तिर घुमाएर उडेर पनि केही नभएपछि चाहिँ छोडेर त्यसमा पनि भ्रम फैलाएर क्या होइन अनेक तरिकाका भ्रमहरू फैलाएर यो गरेको छ। पहिला सुरु हजुरहरूलाई आज मैले भन्न खोजेको धेरै कुराहरू छन्। त्यो मध्ये पहिला अलिकति थोरै क्लियर गराइहालौँ न। मलाई चाहिँ स्पेसल्ली विरोधीहरूलाई केही कुरा दिम भन्ने थियो पहिलेदेखि। मलाई त गाली गर्नु पर्यो, काङ्ग्रेस एमाले माओवादीले भन्नु पर्यो होइन। अहिले नयाँहरूको पनि विरोध गरेछ, उनीहरूले मलाई गाली गर्नु पर्यो। अरू गाली भन्दा मेरो लागि गाँजाको भन्दाखेरि चाहिँ मलाई फाइदा छ क्या। किन भन्दाखेरि मेरो गाँजा स्टोर छ एउटा 32 पुतलीमा, एउटा झापामा, एउटा इटरीमा, एउटा बुटोलमा, एउटा भैरवामा खोल्दैछौँ, एउटा सिडनीमा छ र संसारका हरेक सहरमा चाहिँ हामीले नेपालको हेमको प्रोडक्टहरू स्पेसली गाँजाबाट बनेको होइन कपडा टोपीदेखि लिएर, लुगाफाटादेखि लिएर, यो कुददेखि लिएर हामीले यो प्रत्येक जिल्लामा एक एकवटा, प्रत्येक देशमा एक एकवटा चाहिँ बनाउन चाहन्छौँ र यसले नेपाललाई 26 खरब एक वर्षमा ल्याउँछ र ट्याक्स मात्र हामीले 6 खरब भन्दा धेरै तिरेर शिक्षा स्वास्थ्य फ्री गर्न पुग्छ है त। र लोकल रक्सी चाहिँ अवैधानिक हुने, विदेशी रक्सी वैधानिक हुने यो हुनु हुँदैन। हजुरलाई यो सचेतना फैलाउनु थियो, तर मलाई गाँजा कुराले सचेतना फैलाउन सजिलो हुन्छ। म चाहिँ छुटाउने डाक्टर हो। कसरी छुटाउँछु भन्ने म हजुरलाई एकछिनमा भनिदिन्छु। रक्सी, चुरोट, गाँजा हामीले 3टा फेजमा छुटाउँछौँ। सुरुमा औषधिहरू धेरै यताउता गरेर मेरो आफ्नै काठमाडौँमा एउटा रियाब छ, बुटोलमा एउटा छ। अरूलाई पनि ड्रग छुटाउनु पर्यो म हजुरहरूलाई सिकाउँछु कसरी छुटाउने भनेर। पहिला भनौँ न यो डिटक्सिफिकेसन गर्ने, त्यसपछि मोटिभेसन इन्टरभ्यू गर्ने, लास्टमा रिल्याप्स प्रिभेन्सन स्ट्राटेजिजहरू हुन्छ। त्यो अनुसारले हामीले कामहरू गर्छौँ। हजुरहरूलाई एकदम यो कुराहरूमा म क्लियर गराउन चाहन्छु। र नेपालको 77वटा जिल्लामा एक एकवटा गाँजा स्टोर खोल्नु होला, 32 बुद्धले जानु होला, म नम्बर दिन्छु, फ्रेन्चाइजी लिनु होला। सबै जिल्लामा हरेक पालिकामा चाहिँ गाँजा स्टोर खोल्नु होइन। र हजुरहरूले चाहिँ यो किसानको कमाई किसानहरूलाई उत्पादन गर्न लगाउनु, भाङ्ग खेतीहरू गर्न लगाउनु, सबै खेतीहरू गर्न लगाउनु, त्यसबाट प्रोडक्ट बनाउनु, त्यसबाट प्रोडक्ट बनाएर चाहिँ किसानको कमाई 4 गुणा बढ्छ, शिक्षा स्वास्थ्य फ्री हुन्छ। है त मेरो ग्यारेन्टी भयो है त। नेपालको लागि गाँजा बढ्दा हामी 127वटा 127वटा आयुर्वेदिक औषधिमा चाहिन्छ होइन। इपिलेप्सीको औषधि बन्छ, गाँजाको पातबाट चिया बन्छ, दानाबाट प्रोटिन पाउडर बन्छ, उसबाट भनौँ न तेल बन्छ। तेल भनेको एकदमै बवाल एकदमै राम्रो तेल हो। त्यो मात्र नभएर हजुरलाई मैले गाँजाको बारेमा गाँजाको जुन बोक्रा हुन्छ त्यसबाट कपडा बन्छ, भित्रको डाँठबाट इँटा बन्छ। गाँजाको इँटाको घर बनायो भने चाहिँ एकदमै राम्रो हुन्छ। नेपालमा गाँजाको लागि चाहिँ गाँजा चाहिँ नेपालको लागि वरदान हो है त है। अमेरिकामा 1973मा अमेरिका गरिब थियो, नेपाल धनी थियो। अमेरिका युवाहरू हराए। अहिलेका नेपालका युवा अमेरिका गएथे, अमेरिका युवा नेपाल आउन खोज्थे। त्यतिखेर चाहिँ अमेरिकाको राष्ट्रपति रिचार्ड निक्सन थियो, त्यसको बुढी र त्यसको साथीको बुढी केनेडी दुईजना मिलेर अनि नान्सी र एउटा केटी मिलेर दुईजना मिलेर चाहिँ उनीहरूले अनुसन्धान गरे अमेरिका युवा कहाँ हराउँदो रहेछन् भन्दा नेपाल आउँदो रहेछन्, फर्किँदै नफर्किँदो रहेछन्। त्यसपछि नेपालको राजालाई बोलाएर 2031 सालदेखि 33 सालसम्ममा यिनीहरूले त्यहाँ साइन गर्न लाएर नेपालमा गाँजा अवैधानिक गरेर अमेरिकामा वैधानिक गरेर नेपालमा चुरोट ल्याएर चुरोट फ्रीमा बाँडेर चुरोट खाने बानी ल्याएर क्यान्सर बढाए यिनीहरूले है त। गाँजा एउटा मात्र प्रुभन साइड इफेक्ट भनेको पागलपन बढाउँछ। खानु कसैले हुँदैन, कसैले केही पनि खानु हुँदैन। रक्सी, चुरोट कुनै पनि कुरा राम्रो होइन, गाँजा पनि राम्रो होइन, कुनै पनि कुरा राम्रो होइन। म केही पनि खाँदिनँ होइन। म खानेलाई छुटाउने कामहरू गर्छु
है। अब ठिकै छ, जवानीमा कहिले कहिले खाइयो होला, एमबिएस पढ्दा खाइयो होला, कहिले काहीँ शिवरात्रीमा खाइयो होला, त्यो ठुलो कुरा भएन, इट्स नट अ बिग डिल है त, होइन। त्यही भएर कसैले मलाई यति खान्छ नै भन्यो भने त्यसमा नि मलाई आपत्ति छैन कि, किन भन्दाखेरि के खाने के नखाने त मै डक्टर हो, मै त्यही सम्बन्धी मलाई थाहा छ नि त, हो एकदम म यो कुराले खुसी छु है त। कसैले मलाई यो कुराले चाहिँ नराम्रो भन्छ भने अनि भाङ र गाँजामा अलिकति फरक छ है त, गाँजाको धेरै प्रकार हुन्छ, म हजुरलाई एकदम डिटेलमा बुझाउँला। क्यानाबिस इन्डिका, क्यानाबिस साटिका, क्यानाबिस रुद्रालिस, त्यो मध्ये चाहिँ स्याटिभा र इन्डिका चाहिँ अलिकति यो वाला हो, स्याटिभा भनेको चाहिँ भाङ हो, होइन। अनि चाहिँ त्यो भाङको चाहिँ के हुन्छ भन्दा दाना ठुलो हुन्छ, एकदम फाइदा चाहिँ भाङको हुन्छ है त। तपाईँहरू गाँजा भन्दा नि भाङ्रो खेती गर्नु, भाङ्रो खेती गर्यो भने अहिले पनि जानु न हुम्ला जुम्ला दार्चुलातिर जानु न, म यहाँ बसेर भनेको होइन कि, त्यहाँको किसान अत्तरियाको नाम अत्तरिया कसरी भन्दाखेरि चाहिँ माथिबाट अत्तर आउँथ्यो, इन्डियातिर जान्थ्यो, त्यहाँ पैसा आउँथ्यो, त्यही भएर अत्तरिया नाम भयो है। अनि हुम्ला जुम्ला दार्चुला मुगु होइन, अनि यो ठाउँका किसानहरूको अरूको कमाइ छैन, उनीहरूलाई धनी बनाउने। रोल्पा रुकुम नेपालको सबभन्दा धनी जिल्ला थियो, नेपालको हिमाली जिल्ला धनी थिए, नेपालको होइन 12 वर्षहरू मकवानपुर नेपालको संसारकै वान अफ द धनी देश थिए, यो सबै कुरा थियो। तर नेपाललाई गरिब कसरी बनाइन्छ, पहिला नेपालमा गाँजा अवैधानिक गरियो, साल काट्न बन्द गरियो। मेरो हजुरबाले बनाएको घर अहिलेसम्म छ भनेपछि 300 वर्ष पुरानो घर, सालले बनेको घर। नेपालमा अहिले 36 खरबभन्दा धेरैको साल छ। नेपालको साल सदुपयोग गरौँ, नेपालको लोकल लक्ष्यबाट हामीले 80 खरबभन्दा धेरै चाहिँ देशभित्र हामीले ल्याउन सक्दो रहेछ, बचाउन सक्दो रहेछ भनेपछि देश गरिब छैन है त। म हजुरलाई यति मात्र भन्नु खोज्छु, गाँजा मैले किन भन्छु भन्दाखेरि चाहिँ नेपालको लागि गाँजा वरदान हो, यो बुझ्नुहोस् तपाईँले है त। मलाई फेरि गाली गर्नुहोस्, मलाई एकदम खुसी लाग्छ कि, किन भन्दाखेरि आफ्नै विषय पऱ्यो, आफैले त्यो काम गरिन्छ, आफैले छुटाउने काम गरिन्छ, त्यही भएर र सरकारले पनि केही नपाएर अब यसमै फसाउनु खोज्छ, आफ्नै विषयमा आफ्नै कुरामा एकदम। तपाईँलाई पनि म के भन्न चाहन्छु र प्रहरीलाई पनि, तपाईँहरूले जतिसुकै जे गरे पनि ठिकै छ। मलाई यो कुराले तपाईँले यो मिडियाहरू 12 भाइहरू हजुरहरू डिफेम गर्नु, नराम्रो बनाउनु, दुनियाँ बनाउनु, त्यो कुराले नि मलाई एक थोपो केही पनि फरक पर्दैन, किन भन्दाखेरि म नाम कमाउन आएको नि होइन, दाम कमाउन आएको नि होइन, म निष्काम कर्म गरेर यो देश बचाउन, पृथ्वीभरि सत्य र शान्ति फैलाएर पृथ्वीलाई स्वर्ग बनाउँछु भनेर आएको हो होइन। जुन भनौँ न हाम्रो चाहिँ के छ भन्दाखेरि चाहिँ 2090 सम्ममा चाहिँ मेरो खास योजना छ, 1 वर्षभित्र शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा, कानुन के भन्छ अरे, यो न्याय, सुरक्षा, पानी, बिजुली फ्री कसरी गर्छु भन्दाखेरि चाहिँ 100 खरब लगानी ल्याउन सक्छु। त्यो मध्ये गाँजा वैधानिक त एकदमै आवश्यकता कुरा हो, सालको वैधानिकता आवश्यकता कुरा, नेपालको खानी, नेपालको पानी, नेपालको जल, नेपालको जङ्गल, नेपालको जडीबुटी होइन। त्यसपछि चाहिँ एकदम धेरै भनौँ न, एकदम हजुरहरूलाई हेडलाइन काठमाडौँलाई एकदम धेरै धन्यवाद। यसलाई सदुपयोग गर्छु, यसलाई सदुपयोग गरेर देशमा भएका फ्याक्ट्री, बन्द भएका फ्याक्ट्रीहरू खोल्छु, सबै कुराहरू खोल्छु, सबै कुरा खोलेर चाहिँ यो देशमा 3 वर्षमा 21 लाख रोजगार सिर्जना गर्छु र हरेक नेपालको ऋण तिर्दिन्छु होइन। अर्घाखाँची र कपिलवस्तुको मात्र साल बेची नेपालको ऋण तिर्न पुग्छ अहिले होइन। 22-23 खरब कति छ होइन, 27 खरब जति छ कि क्या, त्यो तिर्न पुग्छ होइन, गाह्रो छैन। एउटा पहाड हाम्रो काट्यौँ भने 58 पहाड छन् अहिले, उतातिर चाहिएको छ एउटा पहाडलाई 1 देखि 5 खरब पर्छ है। एउटा पहाड काट्यौँ भने बङ्गलादेशलाई ढुङ्गा बेचौँला होइन, मालदिप्सलाई माटो दिउँला, यो हाम्रो धर्म हो फेरि। किन भन्दा हामीले ढुङ्गा दिएनौँ भने बङ्गलादेश डुब्छ, माटो दिएनौँ भने मालदिप्स डुब्छ। मैले कुरा गरिसकेको छु, दुबई कतार बहराइनतिर नि हाम्रो कनेक्सन छँदैछ, त्यतातिर पानी चाहियो भने 22 खरबको त म वर्षमा पानी बेचेर नेपाललाई ल्याइदिन्छु। 5 वर्षमा हरेक नेपालीलाई करोडपति बनाइन्छ। ढुक्क हुनु फेरि है, 3000 खरबको जीडीपी भयो भने हरेक नेपालीहरू करोडपति हुन्छ। कसरी भन्दा कतारमा हेर्नु भने सबै कतारी करोडपति छन्, लप्चुङमा भने सबै लप्चुङवासी करोडपति छन्। अब करोडपति भएपछि के गर्ने हामी नेपाली भन्दा खेतीपाती गर्ने हो फेरि, आनन्द शान्त धैर्य गरेर है, ऋषि र कृषि परम्परा मार्फत देशमा मङ्गल गराउने हो है। त्यो कुरा क्लियर हुनु होला फेरि होइन। ऋषि र कृषि भने सबभन्दा महान पेसा। हामी डक्टरले त वर्षमा 1-2 दिन बचाउने हो, हामीलाई पनि 365 दिन बचाउँछ किसानहरू है। त्यही भएर चाहिँ म किसानहरूप्रति एकदम धेरै सम्मान व्यक्त गर्न चाहन्छु, उहाँलाई मैले भगवान मान्न चाहन्छु। त्यही भएर ऋषि र कृषि परम्परा बिना देश बन्दैन। नेपालको हरेक जिल्लामा एउटा मेडिकल, इन्जिनियरिङ, आइटी, संस्कृत सबै कलेजहरू खोलेर नेपाललाई संसारका विद्यार्थी ल्याएर पढेर उनीहरूसित पैसा लिने, नेपालीमा फ्रीमा पढाउने हो। तपाईँ बेङ्गलोरमा पढ्न जानुभयो भने हामीसित 25-30 लाख पैसा लिन्छ, तर त्यही इन्डियनहरूलाई 25-30 हजार या 25-30 100 मात्र हुन्छ क्या पैसा। हामीले नि त्यही मोडलमा विकास गर्ने भन्न खोजेको, विदेशीहरू बोलाउने, पढाउने, खुवाउने, घुमाउने, सबै कुरा गराउने, उनीहरूसित पैसा लिने, नेपालीलाई पैसा नलिने, नेपालीलाई फ्री शिक्षा पनि फ्री, स्वास्थ्य पनि फ्री, पानी पनि फ्री, बिजुली पनि फ्री, सब फ्री, ट्याक्स फ्री, एभ्रिथिङ फ्री म गराउन सक्छु। यो पैसा देशभित्रै छ फेरि होइन। अहिले युरोपमा हेर्नुहोस्, अमेरिकामा हेर्नुहोस्, संसारको अरू ठाउँहरूमा हेर्नुहोस्, त्यहाँनिर एकदम दामी तरिकाले यही मोडलमा देशहरू विकास भएन। मैले चाहिँ बुर्किना फासोको जुन टाउरेले गरिरहेको त्यही स्टाइलमा नेपालको सुन खानी मात्र मैले आफैले हामीले देखेका 47वटा सुन खाइन्छन् हाम्रो देशमा, 142वटा त फलाम खाइन्छन्, 147वटा भन्न तामा खाइन्छन्। तपाईँले भूगर्भ विभागमा गएर हेरे पनि देख्नुहुन्छ, तर त्योभन्दा पनि धेरै छन् कि त्यहाँ पत्ता लागेका मात्र मैले भने। किन भन्दाखेरि काँड भनिस् के भनिस् भन्लान् फेरि भनेर त्यहाँ भएका कुरा भनेको त्योभन्दा पनि धेरै छन्। 7वटा त युरेनियम खाइन्छन्। एउटा युरेनियमको तपाईँले निकाल्यो भने 1 किलोको चाहिँ तपाईँको लगभग 15 करोड जस्तो पर्दो रहेछ क्या होइन। अब 15 करोड डलर भन्दा पनि धेरै पर्दो रहेछ क्या। तर हाम्रोमा 6000 टनभन्दा धेरै चाहिँ त्यो भने करिब 25,000
भनौँ न 25,000 खरब भन्दा धेरै हो क्या त्यो भनेको। मलाई त 3,000 खरब हरेक नेपालीलाई करोडपति बनाउन पुग्छ, त्योभन्दा धेरै त पैसा चाहिएन। फेरि त्यो भन्ने खोजेको त्यति धेरै सम्पत्ति हाम्रो छ। हाम्रो देश गरिब होइन, हाम्रो सोच मात्र गरिब हो होइन। केही बिग्रिएन, फेरि यो बिग्रियो भत्कियो, सिंहदरबार यहाँ हो, बिग्रिएको कुरा एउटा मात्र, 80 जना भाइ बहिनी गुमाइयो। त्यो भनेको मेरो लागि सबभन्दा ठुलो कुरा हो। आज मैले अशोक भाइलाई बचाउन सक्दिनँ, आज मैले दिपेश भाइलाई बचाउन सक्दिनँ, आज मैले अशोक भनौँ न हाम्रो विनोद दाईलाई बचाउन सक्दिनँ, आज मेरो अर्घाँचीको माधव भाइलाई बचाउन सक्दिनँ, आज मेरो कैलालीको भाइलाई बचाउन सक्दिनँ। आज मैले जो भाइहरू गुमाएँ, जो बहिनीहरू गुमाएँ, जो दाईहरू गुमाएँ, जो गुमाएँ, अनि त्यो सबैले हो। अनि यो आन्दोलन जेन्जीले मात्र गर्नु भएको पनि होइन फेरि होइन। तपाईँले हेर्नुहोस् यो आन्दोलनमा घाइतेहरूको एभरेज एज भनेको 31 इयर्स, 31 वर्षको मान्छे चाहिँ भनौँ न। अहिले मर्नेको पनि एभरेज एज हेर्नुभयो भने 30 देखि 40 वर्ष छ भनेपछि त्यहाँ 45 वर्ष 55 वर्षको वृद्ध पनि मर्नु भएको छ। सबै कुराहरू चाहिँ सबैले मिलेर भएको, सबैतिर पिक फ्रस्ट्रेसनहरूबाट भएको होइन। त्यसपछिको अब अहिले भर्खरै एउटा सरकार बनेको छ, त्यही भएर तपाईँहरू ढुक्क हुनुहोस्। यो देश बन्छ हामीले बनाउने, मैले बनाउनु पर्दैन, जसले बनाइनु हुन्छ कि। गाँजा वैधानिक हुनैपर्छ, नेपालको साल वैधानिक हुनैपर्छ, लोकलक्ष्य वैधानिक हुनैपर्छ, नेपालको खानीहरू सदुपयोग गर्न पाउनै पर्छ, नेपालको जडीबुटीहरू सदुपयोग गर्न पाउनै पर्छ, नेपालको डाँडा काँडाहरू माटो ढुङ्गा बेच्न पाउनुपर्छ। केही फरक पर्दैन है। एउटा डाँडा काटौँला, टक्कलाएर स्टेडियम बनाइदिउँला, त्यहाँ बनाइदिउँला, आनन्दले बसौँला, गेम हेरौँला, केही फरक पर्दैन साथी। हो देशमा चाहिने भन्दा धेरै स्रोत हाम्रै देशमा छ। कहीँ विदेशसँग 1 रुपियाँ माग्नु पर्दैन। आज सरकारले ऋण खोज्दै रहेछ, यो भिखारी सरकार, भिखारी यो सोच, यो चाहिँ गरिब हो है। सोच, शिक्षा र नीति गरिब, अरू बाँकी चाहिँ गरिब होइन। आज यति भन्न चाहन्छु हजुरलाई। आज जुन मन्त्री परिषदमा नाम आइरहेको छ, मलाई एकदम ठिकै लागेको छ, खुसी पनि लागेको छ। रामजी भाइ मेरो एकदम प्यारो भाइ, स्वास्थ्य मन्त्रीमा नाम आएको रहेछ। अत्यन्त प्यारो भाइ, एकदम इमान्दार भाइ। हाम्रो भनौँ न उसको गाउँमा गएर हामी सेवाहरू गरेछौँ, सँगै मिलेर हामीले 12 वर्षको आबोहरीमा नि काम गऱ्यौँ र यति इमान्दार छ, एकदम इमान्दार छ। रामजीको भाइको बारेमा एकदम गर्वले भन्न चाहन्छु, हिज गुड पर्सन है त। एकदम आइएम प्राउड अफ हिम है त। एकदम मेरो जिन्दगीमा सबभन्दा प्यारो र सबभन्दा एकदम वान अफ द इन्सपायरिङ भाइ भनेको चाहिँ मेरो रामजी भाइ हो है। अनि बब्लु गुप्ता भनेको एकदम बवाल मान्छे। फेरि बब्लु गुप्ता भनेको पनि फेरि पहिलेदेखि एकदम हामी त साथी हो, म ढुक्क छु। बब्लु गुप्ता भनेको चाहिँ एकदम हामी कहाँ पुगेनौँ भन्नु न, समाजसेवा गर्न के गरेनौँ भन्नु न, हामी मिलेर धेरै कामहरू गऱ्यौँ कि है। बब्लुजी र रामजी भाइलाई म एकदम बधाई दिन चाहन्छु। र अर्को हाम्रो दुईजना पनि राम्रै हुनुहुन्छ, अलिअलि सङ्गत छ, त्यस्तो डिटेलमा मैले बुझ्न पाएको छैन, उहाँहरूको पनि मलाई त्यस्तै थाहा छैन। तर मेन कुरा के भन्दाखेरि चाहिँ मन्त्री परिषद विषयमा म रामजी भाइ र बब्लुलाई चाहिँ एकदम धेरै बधाई दिन चाहन्छु। र सिफारिस पनि मैले अस्ति नै ल्याएको थिएँ होइन। यो बब्लुलाई ल्याएको थिएँ, उसलाई ल्याएको थिएँ, आफैले सिफारिस गरेका व्यक्तिहरू हुन्। त्यही भएर म उहाँहरूप्रति एकदम प्राउडली भन्न चाहन्छु। अब रामजी भाइ दाजुभाइ मिलेर बवाल गर्नुपर्छ, स्वास्थ्यमा हामी बवाल गरिन्छ भन्ने कुरामा ढुक्क पनि छु। रामजी भाइको प्यारो दाइ हो म, मेरो पनि एकदम प्यारो भाइ रामजी भाइ हो होइन। त्यो कुरामा कुनै पनि शङ्का छैन। र बब्लु पनि हामी एकदम जुटी हो, पहिलेदेखि, अहिले पनि हो, पछि पनि हो। एकदम हिज गुड पर्सन है त। धेरै अरू दुईजनाको चाहिँ म बिस्तारै अनुसन्धान गर्दैछु। अर्को बहिनीसँग पनि पहिला अलिअलि काम गरेँ, त्यति धेरै काम गरेँ होइन। तर अर्को साथी ठिकै छ, हामीलाई त्यो कुराको पनि पिर भएन। पिर चाहिँ के कुराको परेछ भन्दाखेरि जुन प्रधानमन्त्री गृहमन्त्रीमाथि चाहिँ ठुलो पिर परेछ कि, साह्रै नराम्रो पिर परेछ कि, भित्रै मुटुमा पिर परेछ कि। मन्त्री भन्नुहोस् भन्थे, गृहमन्त्रीले के नगर्ने, प्रधानमन्त्रीले किन गर्ने, म मन्त्री किन हुने, म आफैले छोडिदिएँ, म आफै नभएको, मलाई चाहिएन मन्त्री सन्त्री, के पनि चाहिएन। अहिले प्रधानमन्त्री भनेछु, अरू कसैले ल्याएर बनाइन्छ नि, म प्रधानमन्त्री पनि चाहिएन होइन। म विश्व शान्ति सङ्गठन कपिलवस्तुमा बनाउँछु, विश्वको सर्वोच्च अदालत गोर्खामा बनाउँछु, सुषमण्डलको एउटा ब्याङ्क भनेर म धनगढीमा बनाउँछु, अरू त्यो बाहेक पनि विश्वको सबभन्दा ठुलो हिन्दू मन्दिरदेखि लिएर सबै कुराहरू बनाउँछु होइन। अब हामी अस्ति पोखराबाट हामी आउने क्रममा हामी एकदमै दुःखको कुरा भनौँ होइन। हामी चाहिँ त्यहाँनिर महेन्द्रजी मरेको ठाउँमा पनि हामी पुग्यौँ होइन। र मदन भण्डारी मरेको ठाउँमा पनि पुगेर महेन्द्रको र मदन भण्डारीको जुन अधुरो सपना छ त्यो पुरा गर्ने बाचा पनि गऱ्यौँ। 1 घन्टा हामी रोयौँ, महेन्द्र मरेको ठाउँमा बसेर पनि रोयौँ, मदन भण्डारी मरेको ठाउँमा बसेर रोयौँ। मदन भण्डारीले त्यस्तो राम्रो सोचेर त्यस्तो राम्रो गरेको आज उनका चेलाहरू, उनका गद्दारहरूले गर्दाखेरि आज त्यो पार्टी नै, त्यो सोच नै आज हामीले लखेट्न पर्ने बाध्यतामा पर्यौँ। मदन भण्डारीको सपना, बिपी कोइरालाको सपना होइन, महेन्द्रको सपना हामी पुरा गर्छौँ भनेर म यहीबाट हजुरहरू सबैलाई चाहिँ बाचा पनि गर्न चाहन्छु। र उनीहरूका सिद्धान्त बजाएर चाहिँ देश बिगार्ने र लुट्ने यो चोर फटाहरूलाई चाहिँ फेरि आउन दिनु हुँदैन। काङ्ग्रेस एमाले माओवादीलाई कुनै पनि हालतमा आउन दिनु हुँदैन भनेर नै मैले उनीहरूलाई जेल हाल्नु पर्यो भनेर, केपी ओली, रमेश लेखक र तिनटालाई जेल हाल्नु पर्यो भनेर भन्दै गर्दाखेरि चाहिँ मलाई पुलिसले पनि खेद्ने, जहाँ गए पनि होइन एकदम दुःख दिने, गुन्डाहरू पनि पछि ल्याएर 24 घन्टा खेदेर चाहिँ म आज चाहिँ म शहीदका परिवार सबैलाई भेटेर, घाइतेहरूलाई सबैलाई भेटेर, हाम्रो सम्पूर्ण भाइतेहरूलाई भेटेर म आज चाहिँ इलामको लागि स्वास्थ्य शिविर उसको तयारीमा जाने सोचमा थिएँ। सोचमा हुँदाखेरि कतिखेर बाटोमा फोन गरेन, धम्काहान, कतिखेर यहाँ मारिदिन्छु भने, कतिखेर उहाँ मारिदिन्छु भने। अहिले सुदनजीलाई पनि यस्तै बनाएको छ नि, त्यो सुदनजी त्यति बाहिर आउनु भएको छैन। मलाई पनि त्यसमा बसी खान नदिएर म चाहिँ अहिले ध्यान योग गरेर चाहिँ यो रामेछापको अलि माथि ढाडोमा हाम्रो जहाँबाट चाहिँ हाम्रो मन्त्र छन् विश्व मित्रले लेख्नु भएको
होइन ओम भूर्भुवस्व तत्सवितुर्वरेण्यम भर्गो देवस्य धीमहि धियो यो न प्रचोदया भन्ने मन्त्र चाहिँ रामेछापमै रचिएको मन्त्र हो है। विश्वामित्र ऋषिले यहीँ दुधकुण्डमा बसेर यहीँ बसेर रचनु भएको हो। म चाहिँ मन्त्र योग ध्यान साधनामै छु, अहिले लेखिरहेको छु। यो देश के छन् कसो छन् होइन, म सबै दुनियाँभरि यहीँ बसेर चलाइरहेको छु। नेपालमा बसेर पृथ्वी चलाउन सकिन्छ, त्यो कुरामा पनि हामी ढुक्क छौँ। र अर्को सबभन्दा दुःख लागेको कुरा मैले के भने भन्दाखेरि चाहिँ जुन रगतको होलीमाथि खेलेर चाहिँ जब सुशीला कार्की र गृहमन्त्रीले हामी केही पनि गर्न सक्दैनौँ, हतियारलाई थुन्दैनौँ, भ्रष्टाचार छानबिन पनि गर्दैनौँ, हामी चुनाव बनाउन आएको, हामी चुनाव गराउँछौँ जान्छौँ भनेर भन्यो। त्यो भएर चाहिँ म हजुरहरूलाई के भन्छु भन्दा साह्रै गद्दारी हो। यो भनेको धोका हो, यो भनेको भनौँ न हुतियाएर सरकार हो मेरो नजरमा चाहिँ। मन्त्रीहरू भने, साथीभाइ भने, दाई भने, महावीर दाई भने, गुणमान दाई भने आफ्नै हुन्, रामजी भाइ भन्दैछन्, सबै आफ्नै हुन्। त्यो उनीहरूसँग मलाई के आपत्ति छ, मलाई दुईजनासँग आपत्ति छ मेनली है। एउटा प्रधानमन्त्री, एउटा गृहमन्त्रीसँग। गृहमन्त्रीले जुन तरिकाले चाहिँ भनौँ न त अब झापझुप समाजलाई म भएको 3 दिनभित्र हत्यारालाई सिधै भित्र हालिदिन्थे होइन, 1 महिनाभित्र। अहिले त 1 महिनाभन्दा बढी भइसक्यो होइन, आज सिंहदरबार जलेको, हिजो हाम्रो भाइहरू मरेको पनि 1 वर्ष कटिसक्यो। म भएको भए चाहिँ त्यहाँ 1 महिनाभित्र सबै भ्रष्टाचारीहरूलाई भित्र हालेर यो सम्पूर्ण 46 साल यताका नेता कर्मचारी सबैको भित्र हालेर छानबिन सुरु गर्थे। कोही चाहिँ एकदम क्लियर आयो, सफा आयो भने पठाइदिन्थे, नभए पनि तिनीहरूलाई लिएर जेलभित्र हालेर श्रम शिविरमा राखेर ढुङ्गा बोक्न लगाउँथे तिनीहरूलाई है त। कसैले भाग्न खोज्यो भने गोली हान्यो, चित्तै केही फरक पर्दैन। मर्न रेडी भएर हिँडेको मान्छे केही फरक पनि पर्दैन, डर पनि छैन, केही पनि छैन, कसैको पनि डर होइन, डरले नआएको चाहिँ होइन। तर के भन्दाखेरि चाहिँ इलाममा आउँदाखेरि चाहिँ हामीलाई त्यहाँ एकदमै अलिकति मार्ने नै प्रपञ्च भए गरिरहेछन् होइन, एकदमै तल उ भइरहेछ भनेर हामीले बुझिसके पछाडि चाहिँ अब मर्नै छ त बरु सानले गोली थापेर अगाडि मरौँ न होइन, कुनामा गएर अरूले मारेर त के मर्नु न भनेर चाहिँ म यहाँनिर बसेर अहिले अलिकति सेफ बसिरहेको छु, त्यो अनुसारले बसिरहेको छु है त। मान्छेहरू मैले भेटेको छैन अहिले, अब मलाई अलिकति गाह्रो छ, बिस्तारै भेटौँला, बिस्तारै फेरि म बाहिर निस्किने छु। आज हाम्रो अस्ति चाहिँ हाम्रो भेला भयो, राष्ट्रिय भेला। हिजो हामी क्लोज क्याम्पहरू बसियो, काठमाडौँ साथीहरू होइन, हामी पनि बसियो केही बेर, र त्यसपछि चाहिँ यतातिर आइयो। अनि त्यो के भयो भन्दाखेरि चाहिँ त्यहाँनिर क्लोज क्याम्प बसिसकेपछि अहिले हाम्रो प्रत्येक पालिकाहरूमा टिम बनिरहेको छ। हरेकतिर यदि पुग्नु भएन भने बनाउनुहोस् हजुरहरू है त, देश बनाउने टिम बनाउनुहोस्, जेनजीको टिम बनाउनुहोस्, सबै बनाउनुहोस्। र हाम्रा 3टा छन्, एउटा चाहिँ हाम्रो माग पुरा हुनु पर्यो, एनी हाउ जेनजीको माग पुरा हुनु पर्यो है, जेनजीको माग जसरी पनि पुरा हुनुपर्छ है। जे माग चाहिँ जेनजीको मात्र होइन, सबैको माग हो। फेरि हामीहरू पनि मागो, जेन एक्सको पनि मागो, जेन वाईको पनि मागो, यो सबैको माग हो है। प्रत्यक्ष कार्यकारी, हत्यारा कारबाही, भ्रष्टाचारको छानबिन, यो हामी सबैको माग, यो माग पुरा हुनै पर्छ, पुरा गर्नै पर्छ है त होइन। त्यो कुराले केही पनि फरक परेन होइन, अनि चाहिँ पुरा हुनै पर्छ है। यदि पुरा गर्छ भने चाहिँ म चुप लगाएर बस्छु, म केही पनि बोल्दिनँ, म केही पनि गर्दिनँ फेरि होइन। मलाई प्रधानमन्त्री बन्नु पर्यो, जोसुकै बन्न लाग्छ भन, म विश्व शान्ति सङ्गठन खोलेर विश्वभरि गएर एउटा युद्ध मिलाउने कामतिर लाग्छु। मलाई केही पनि ठुलो कुरा छैन, यो सोचको क्राइसिस हो कि। म चाहिँ यो सत्ययुग जस्तो सोच विचार र व्यवहारले चाहिँ जिन्दगी चल्ने हो कि। हाम्रो सत्ययुग जस्तो सोच, सत्ययुग जस्तो व्यवहार र सत्ययुग जस्तो गराउन सकिन्छ, सत्ययुग भन्दा नि खतरा बनाउन सकिन्छ। त्यो हाम्रो सोचमै फरक पर्ने, हाम्रो व्यवहारमै फरक पर्ने, हाम्रो चिन्तनमै फरक पर्ने हो। असत्यमा सत्यमै हामी यस्तो कुराहरू वसुधैवम कुटुम्बकम भनेको संसारभरिका सबै प्राणीहरू हाम्रो आफन्त हुन्, सबै मानिसहरू आफन्त हुन्, यो सोच बोकेर हिँडेको मान्छे हो। सङ्गच्छदम सम्बन्धम सम्भव मनाचे जानदम भनेको के हो भन्दाखेरि चाहिँ हजुर संसारका सबै प्राणी सबै चाहिँ एकदम हामी चाहिँ यो भनौँ न सबै बराबर हुन्, सबैजना सामा हुन्, सबै हुन्। गोरख साम्यवाद भनेको नेपालबाट बनेको सबभन्दा ठुलो वाद हो होइन। हामी मार्क्सवाद, लेनिनवाद यो वाद पढ्दैन नेपालमा। हामी पहिला सामूहिक पुँजीवाद, पहिला त सबैलाई धनी बनाउनु पर्यो, त्यसपछि बराबर अनि साम्यवाद लगाउनु पर्यो। न कोही ठुलो न कोही सानो, जब कोही धनी हुँदैन त्यसै गरिब हुँदैन, जब कोही ठुलो मान्छे हुँदैन तब सानो मान्छे हुँदैन, जब ठुलो जात हुँदैन तब सानो जात हुँदैन, जब केही पनि हुँदैन। यो शिवको वाद हो, एकदमै हाम्रो खतरा कुरा हो, विश्व अन्तिममा चाहिँ जाने यही हो है। त्यही भएर यो कुराहरू हामीले बुझ्नुपर्छ, नेपालबाट के आएको छ, हामी चाहिँ नेपाली हो है, एकदम प्योर नेपाली, एकदम फ्रम द हार्ट है त, एकदम भित्री सोलबाट चाहिँ हामी नेपाली हो। अनि अन्तिममा हजुरलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हाम्रो अहिले कुराकानी चाहिँ हर्क साम्बाङसित पनि भइरहेछ, दुर्गा पत्साईसित, इभन घन्टीको साथीहरूसँग, इभन सागर ढकालजीदेखि लिएर हाम्रो जेनजीका अब हाम्रो भाइहरूदेखि लिएर सुदनजीदेखि लिएर हामी सबैसित कुरा गरेर एउटा के निर्णयमा पुगेका भन्दाखेरि चाहिँ 15 गते देशभरिबाट 2-4 लाख मान्छेहरू खुल्ला मञ्चमा उतारेर हामीले त्यहाँ कार्यक्रम गर्ने, घोषणा गर्ने, र 16 गते चाहिँ हामीले यो यदि सरकारले माग पुरा गरेन भने प्रधानमन्त्री गृहमन्त्रीलाई फेर्ने, नयाँ प्रधानमन्त्रीमा म पनि तयार छु, अर्को जो बन्ने पनि आपत्ति छैन, तर जेनजीका माग पुरा गर्ने खाले चाहिँ हुन पर्यो है। प्रत्यक्ष कार्यकारी घोषणा गर्ने, संविधान सभा चुनावलाई चाहिँ गराउन हामीले सरकार बनाएको पनि होइन, के पनि होइन होइन। चुनाव हामीलाई मतलब भएन, चुनाव हुँदैन, भए प्रत्यक्ष कार्यकारीको हुन्छ, नभए हुँदैन, हामीले हुन दिँदैनौँ है त। त्यति मैले जानकारी दिन चाहेँ हजुरहरूलाई। अर्को कुरा म के जानकारी दिन चाहेँ भन्दा ज्ञान साई लगायत दुर्गा दाईदेखि लिएर सबैसित हामी कुराकानी गरेर चाहिँ 16 गते चाहिँ प्रधानमन्त्री, गृहमन्त्री लगायत केही मन्त्रीहरू फेर्ने हाम्रो योजना छ है। हजुरहरू बिन्ती चाहिँ छोडेर गइदिनु सक्नुहुन्न भने आजै छोडिदिनुहोस्। प्रधानमन्त्री सुशीला कार्की ज्यू, तपाईँले हामीले लिएर राखेको जेनजीको रगतमाथि चढेर तपाईँले त्यहाँ पुग्नु भएको, यदि हजुरले गर्न सक्नुहुन्न, यदि हुँदैन भने चाहिँ छोडिदिनुहोस्, आजै छोडिदिनु। चाहिएन हजुरलाई, हजुरआमा चाहिएन, सौतेनी हजुरआमा भन्दा पनि बढी भयो
है चाहिएन। गृहमन्त्रीज्यू ओम प्रकाशजी मेरो त नातेदार पनि पर्नुहुन्छ, छिमेकी पनि पर्नुहुन्छ, हजुरलाई मैले के भन्नु र होइन। तर तपाईँले जुन गद्दारी गर्नुभएको छ अहिले यो साह्रै नराम्रो छ है। अहिलेसम्म भ्रष्टाचारलाई नतुन्नु र आइजिपी सिडिओ है यो पुलिसभित्र एमाले काङ्ग्रेसका तन्ने रहेछन्। अहिले पनि यो सबै एमाले काङ्ग्रेसकै बढी रहेछन्। मैले बुझेँ अस्ति म जेलभित्र पढ्दाखेरि त्यहाँ सबै पुलिसले कस्ता खान के सोध्छन् तिनीहरूले होइन, त्यहाँ कर्मचारी कस्ता खान के सोध्छन्, सचिवले के गर्छन् भनेको नेपालका सबै न्यायाधीशहरू। किन भन्दाखेरि चाहिँ पुलिस पनि सबै यिनीहरूले नियुक्ति गरेका, स्पेसली महेश बस्नेतका मान्छे रहेछन् धेरै जस्तो त्यहाँ होइन। अनि यो सिडिओहरू पनि तिनीहरूले नियुक्ति गरेका। अर्को भनेको चाहिँ यो के भन्छ अरे यो सचिवहरू पनि तिनीहरूले नियुक्ति गरेका, न्यायाधीश पनि तिनीहरूले नियुक्ति गरेका। उनीहरूले चाहिँ नयाँ आयो भने हाम्रो चान्स पाइन्न भन्छन्। उनीहरू एकदम डराएर एकदम डराएको त भन्दा नि उनीहरूले खुरापाती गर्न खोजिछन् कि बिगार्न खोजिछन्। तपाईँ यस्तै हो भने यिनीहरूले फेरि संसद पुनर्गठन गरेर तपाईँलाई हटाएर फेरि आफै मन्त्री बन्न आउँछन्। त्यही भएर सुशीला कार्कीजी तपाईँले त हुन दिनु हुँदैन। हिम्मत छ भने चाहिँ अझै कारबाही गर्नुहोस्। केपी ओली रमेशले 3टा हत्यारालाई अझै समात्नुहोस्, अहिले समात्नुहोस् है। अन्तरिम संविधान लेख्न अहिले सुरु गर्नुहोस्। 46 साल यता नेता कर्मचारीको सबैको सम्पत्ति छानबिन आजै गर्नुहोस्, आजैदेखि गर्नुहोस्, सबै गर्नुहोस्। जेलभित्र राखेर गर्नुहोस् न होइन। व्हाइट बडी काण्ड के काण्ड दुनियाँ काण्ड होइन। अब क्यान्टोनमेन्ट काण्डकै अब लिस्ट बनायो 200-400 काण्डै छन् होला। अब सबै काण्डको छानबिन गर्नुहोस् न, के फरक पर्छ होइन होइन। अब सकिन्छ कि त्यो कुरा ठुलो कुरा होइन। आजै गर्नुहोस्, अहिले गर्नुहोस्, सबै काण्डहरू सबै भ्रष्टाचारको छानबिन गर्नुहोस् होइन। सक्नुहुन्छ भने हजुरले चाहिँ आजैदेखि जेल हाल्न सुरु गर्नुहोस्। अन्तरिम संविधान समिति बनाउनुहोस्, हामीले बनायौँ। अन्तरिम संविधान संशोधन गर्ने टिम पनि बनायौँ, संविधान संशोधन गरिसक्यौँ है, हामीले तयार पारिसक्यौँ। प्रदर्शन निर्वाचित कार्यकारी 10वटा कुरा फेरि हुँदो रहेछ त, धेरै कुरा नफेर्नै नपर्ने रहेछ। अहिलेको संविधान ठिकै छ। हामीले 10वटा कुराहरू के फेर्ने भन्दाखेरि चाहिँ होइन संसदहरू कानुन लेख्ने, मन्त्री विज्ञ हुने, प्रदक्ष निर्वाचित कार्यकारी, विदेशमा भएकाले मताधिकार पाउने होइन। यति कुरा लेखेपछि त भइहाल्यो नि। अरू कुरा त सामान्य कुरा छन्, बिस्तारै बिस्तारै फेर्दै जाउँला होइन। नेपालका खाने पानी जल जङ्गल जडीबुटी सबै कुरा बिस्तारै गरौँ ल। त्यो पनि हतारको कुरा भएन। अहिले भर्खर त्यो पनि चाहिएन हामीलाई। अहिले भर्खरलाई हामीलाई के चाहियो भन्दा जेनजीले जे मागिरहेको त्यो सारा नेपालीको माग हो, हाम्रो पनि माग हो। प्रदक्ष निर्वाचित कार्यकारी हो, हत्याराको कारबाही हो, भ्रष्टाचारको छानबिन हो। नेपालमा हामीले भ्रष्टाचार मुक्त देश बनाउन खोजेको, सुशासन युक्त देश बनाउन खोजेको, संसारको धनी देश बनाउन खोजेको, संसारको सबभन्दा विकसित देश बनाउन खोजेको, संसारको खुसी देश बनाउन खोजेको, सबभन्दा माथिको एकदम ज्ञानभूमि तपोभूमि सत्यभूमि शान्तिभूमि बनाउन खोजेको, स्वर्ग जाने बाटो स्वर्ग पछिको बाटो बनाउन खोजेको, नेपालको हरेक गाउँ हरेक टोललाई एउटा स्वर्गको नमुना जस्तो बगैँचा जस्तो बनाउन खोजेको, नेपाललाई संसारको गुरु राष्ट्र बनाउन खोजेको होइन। वैदिक साम्यवाद नेपालबाटै संसारभरि फैलाउन खोजेको, संसारलाई पृथ्वीलाई स्वर्ग बनाउन खोजेको। मिस भिजन 2090 चाहिँ संसारको धनी देश र खुसी देश स्वर्गको नमुना बनाएर भिजन 2100 22औं शताब्दी सबभन्दा पहिला नेपालमा हुन्छ। 2100 सालमा चाहिँ हामीले पृथ्वीलाई नै स्वर्ग बनाउन खोजेको। जसरी शिवले भने, जसरी बुद्धले भने त्यसरी हो। र देशको प्रधानमन्त्री अरू बन्छ भने म यसकातिर लाग्नेछु। मलाई के चाहिए होइन, म त शिव जस्तो बन्छु नि हिँडेको, बुद्ध जस्तो बन्छु नि हिँडेको। शिवजीलाई नि गजडी भन्थे, मलाई नि भन्छन्, मलाई खुसी नै लाग्छ। त्यही भएर त्यो कुरामा पनि दुःख लाग्दैन है। शिवजीलाई पनि छोरी नदिएको देश हो होइन, बुद्धलाई पनि लखेटेको देश हो, उगारेको देश हो। ठिकै छ, मलाई पनि त्यस्तै त्यस्तै भएको छ। मलाई त्यो कुरामा केही आपत्ति पनि छैन। कसैको गालीले मलाई एकदम आशीर्वाद जस्तो लाग्छ। तपाईँको गाली तपाईँको ताली मेरो लागि बराबर हो है। गाली पनि गर्दै जानु होला, फेरि म बिग्रिम्ला, भोलि मात्तिम्ला आत्तिम्ला है। म धेरै नमत्ताउने काम पनि नगर्नु होला है। अनि अलिअलि तालीहरू राम्रो काम गऱ्यो भने गर्नु होला, ठिकै छ। तर आज म रामेछापमा ध्यान आएको हुनाले म मान्छेहरूलाई भेट्न चाहिँ आज अलिकति गाह्रो छ होइन। किन भन्दा म गुरुसँग आएको छु। म गुरु र हामी बसेर चाहिँ पृथ्वी कसरी स्वर्ग बनाउने भनेर त्यो योजनामा छौँ। र अहिले चाहिँ यो म अलिकति यो धेरै इनर्जीहरूलाई चाहिँ मैले प्रिजर्भ गरेर म चाहिँ यो संसारभन्दा पावरफुल कसरी हुने भनेर त्यो साधनामा छु। म केही दिन साधनामै हुनेछु। हजुरहरू सबैलाई एकदम धन्यवाद दिन चाहन्छु र आजको लागि हजुरको लाइफबाट बिदा हुन चाहन्छु। र कार्तिक 15 गते देशभरिबाट काठमाडौँ आउनु, हामी खुल्ला मञ्चमा एकदम ठुलो भेला गर्नेछौँ। र कार्तिक 16 गते चाहिँ यो अहिलेका हामीले मार्न चाहन्नौँ कि अस्ति योपालि सपुत मरे योपालि कपुत मर्न सक्छन्। यदि यिनीहरूले बढी गर्यो भने नभए हामीले शान्तिसँग चाहन्छौँ, एकदम विकास चाहन्छौँ, मिलेर जान चाहन्छौँ, सारा नेपाली एक हुन चाहन्छौँ, हाम्रो देश नेपाल बनाउन चाहन्छौँ होइन। केही फरक परेन। हामी 80जना मरिसक्यो, म 81 हुन तयार छु। म जस्ता हजारौँ युवाहरू अरू तयार छन्। त्यही भएर हामीलाई मर्ने डर पनि छैन, केही कुराको डर पनि छैन। तर देश चाहिँ बन्नुपर्छ, देश बस्नुपर्छ र जुन शहीदका सपना छन् त्यो पुरा हुनैपर्छ। हरेक शहीदको खुट्टा ढोगेर चाहिँ मैले चाहिँ कसम खाएको छु तपाईँको सपना पुरा गर्छु भनेर। मैले मात्र होइन, तपाईँले नै खानुभएको छ। उनीहरूको सपना पुरा हुनैपर्छ, देश बन्नैपर्छ, देश बस्नैपर्छ। 17,000 मारिए धोका पाए, त्योभन्दा अगाडि 22जना 62-63 मारिए, तिनीहरूले धोका पाए, 46 सालको आन्दोलनमा धोका पाए, सधैँ धोका पाए। योपालि चाहिँ धोका हुनु हुँदैन, धोका हुन दिँदैनौँ, धोका दिँदैनौँ। गर्छस् भने गर, हामीलाई केही फरक पर्दैन। गर्दैनस् भने आजै छोड, हामी गर्छौँ भन्ने यहीबाट प्रतिबद्धता जनाउन चाहन्छु। दुर्गा पछाइ दाई, हर्क साम्बाङ दाई, ज्ञानेन्द्र साई लगायत सागर ढकाल, जेनजीका सम्पूर्ण साथीहरू सबै चाहिँ साथ दिनु हुन र जुन हाम्रो माग छन् त्यो पुरा गर्नका लागि एकजुट भएर अगाडि बढिदिनु हुन भन्दै सम्पूर्ण परवेश भाइ, सम्पूर्ण मिराज भाइ, सम्पूर्ण पुरुषोत्तम भाइ, सम्पूर्ण भनौँ न हाम्रो दीपकजी
दीपकजी लगायत सम्पूर्ण जति पनि साथीहरू हुनुहुन्छ, हजुरहरू सबैले साथ दिनु। नेपालका पत्रकारहरू, नेपालका बौद्धिक समूहहरू, नेपालका किसानहरू, नेपालका मजदुरहरू, नेपालका शिक्षकहरू, नेपालका कर्मचारीहरू, इमान्दार जसले राम्रो गर्छ त्यसलाई हामीले पूजा गर्छौँ। 1 लाख मिनिमम तलब हामीले सबैको पुर्याउँछौँ भनेर म बाचा गर्न चाहन्छु। देशको जीडीपी 5 गुणा बढाउँछौँ, देशको बजेट 5 गुणा बढाउँछौँ, हरेक कुरा हामीले देशलाई बवाल बनाउँछौँ भनेर बाचा गर्दै यति गरिन, यति सकिन भने अस्ति मैले सुपा देउराली गएर होइन कसम खाएर आएको छु। मलाई चाहिँ लाउरेलाई जसरी टाँस दिनुमा बित्दा मलाई पनि टाँस दिने यो देशमा बनाउन सकिन भनेर तपाईँले मलाई टुडिकलमा झुन्डाइदिए हुन्छ, मलाई केही फरक पर्दैन। गरेका बाचा पूरा गर्नेछु। यो देशलाई गद्दार हुने छैन, दिने छैन। शहीदका सपना अधुरो हुन दिने छैन र शहीदलाई धोका दिन मैले दिने छैन भन्दै घाइतेहरूको सम्पूर्ण उपचार सबै कुराको जिम्मेवारी लिने र हरेक शहीद परिवारबाट रोजगारदेखि शिक्षा स्वास्थ्य ग्यारेन्टी हामीले दिने बाचा गर्दै अहिलेको लागि तपाईँहरूबाट बिदा हुन चाहन्छु। सर्वे भवन्तु सुखिनः। असत्यमा सत्गमय, तमस्यमा ज्योतिर्गमय, मृत्युमा अमृतम गमय। असत्यमा थोरै भए नि सत्य छर्न सकियोस्। जुन अन्धकार छाएको छ देशमा, दुनियाँ सबैतिर, यसमा थोरै भए नि प्रकाश दिन सकियोस्। जसरी लाइट अफ एसिया, लाइट अफ वर्ल्ड भनेर बुद्धलाई चिनिन्छ, त्यसै गरेर हामी नेपाली अरूहरू पनि हामी एकदम सबैजना मिलेर जानुपर्छ। शिव पनि एक्लै गरेका होइनन्, बुद्धले पनि एक्लै गरेका होइनन्, कसैले पनि एक्लै गरेका होइनन्। तपाईँ हामीले पनि एक्लै गरेर केही पनि हुँदैन। सारा नेपाली छुट्न सकियो भने हाम्रो देश कोहीलाई विदेश जानु पर्दैन, त पनि 1 वर्षभित्र भन्न चाहन्छु। र अहिले हाम्रो 3टा कार्यक्रम छन् देशव्यापी। एउटा विद्रोह छ, जारी छ, आन्दोलन जारी छ, काठमाडौँमा साथीहरू भेटिरहन्, रोकिँदैन, देशभरि गरिदिनु होला। हरेक कुनामा चाहिँ हत्यारालाई कारवाही गर, भ्रष्टाचारीको छानबिन गर, प्रत्यक्ष निष्कारीको व्यवस्था गर भनेर आन्दोलन आजदेखि अहिलेदेखि रेगुलर रूपमा गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। दोस्रो कुरो, राष्ट्र पुनर्निर्माण महाअभियान भनेर चाहिँ हामीले समाजसेवा कामहरू गर्नुपर्ने हुन्छ। बिग्रेका भत्केका संरचना बनाउने कामहरू पनि सुरु गरिदिनु होला। अर्को चाहिँ आत्मनिर्भर नेपाल महाअभियान। देशको खाउँ, देशको लाउँ, देशमै रमाऊ। नेपालका जडीबुटी, नेपालका खानी, नेपालका पानी, नेपालको कपडा, नेपालको खानेकुरा संसारकै सबभन्दा पवित्र र एकदमै राम्रो छ। किसानलाई चाहिने मल, बिउ, बिरुवा सबै कुरा हामीले दिन्छौँ। हामीसँग मोर देन 2000 प्रकारका बोट बिरुवाहरू छन्। हरेक बोटमा पैसा हुनुपर्छ, हरेक झाडीमा पैसा हुनुपर्छ, अनि बल्ल देश बन्छ। हरेक व्यक्ति गुरु जस्तो हुनुपर्छ, हरेक व्यक्ति योगी हुनुपर्छ, हरेक व्यक्ति ध्यानी हुनुपर्छ र हरेक व्यक्ति चाहिँ विदेशमा जाँदा पनि ओहो नेपाल भन्ने देशबाट आउनु भएको रे, संसारभन्दा माथिबाट आउनु भएको रे भनेर पूजा गर्ने हुनुपर्छ है त। हामी त्यस्तो राम्रो देश हो, त्यस्ता ऋषिमुनिका, त्यस्ता देवी देवता, 33 कोटी देवी देवताका सन्तान हौँ। कमजोर नसोच्नु आफूलाई कसैले पनि यो देशलाई कमजोर नसोचोस्, कसैले पनि युवालाई कमजोर नसोचोस् र कसैले पनि शहीदको सपनालाई धोका दिने प्रयास नगरोस् भन्दै सारा नेपालले एकजुट हुन अनुरोध गर्दै बिदा हुन चाहन्छु। ओम नमः शिवाय, हर हर महादेव।